गाइस वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी सब परिवार चाहिँ पोखरा घुमघामको लागि निस्किन खोजिरहेका छौँ। मेरो वाइफ यहाँ रेडी छ अलरेडी। यहाँ हेर त हाय गाइस, हामी चाहिँ अब इनराइटको पर्खाइमा छौँ। कतिखेर आउने हो थाहा छैन। गाइस अझ हामी अब चाहिँ हामी बसको पर्खाइमा छौँ। आई थिङ्क हाम्रो बस आइपुगेको जस्तो लाग्यो। यही हो, ल बस आयो ल। गाइस फाइनली हामी चाहिँ अब पोखरातर्फ लागिरहेका छौँ पुरा परिवार सहित। गाइसहरूले चाहिँ सिधै पछाडि पाएको छ। अब बिचरा के हाल्ने, भमिट नगर्नु होला। सस्तैमा हाई गर त, तिमी त छोप्दो रहेछ है सिटले त पुरै। वेदर चाहिँ कस्तो झ्याउ लाग्ने आज। सबै हाम्रो परिवार सरप्राइजिङली केएफसी रहेछ है। केएफसी वेट गर्दा गर्दै अब बस मिल्ने बेला भइसक्यो। अब कतिखेर आउने हो, भर्खर सेयर जस्तै बसिरहेको छ भोक लागेर। केएफसी आउने कहिले हो। हाम्रो आदि ग्रुप चाहिँ खाना जानुभएको छ उता, के के खाइरहनु भएको छ। आई हेभ नो आइडिया। फाइनली केएफसी चाहिँ आइपुगेको छ। कस्तो रहेछ Guys are enjoying KFC right now. सुरेश कुमार तामाङ चाहिँ आफ्नो ससुरासँग पुरै गफ गर्दै हुनुहुन्छ। अब हामी चाहिँ बस चढ्न लागेको हो। How was the food? Nepali flavor, spicy and then hot and sour. The weather is really hot, but still we enjoy it, you know. Guys, let's go. पोखरामा आइपुगेका छौँ। यो चाहिँ पोखराको एयरपोर्टको केही दृश्यहरू। इट्स ब्युटिफुल एयरपोर्ट एक्चुअली। अलि सानो चाहिँ भयो। We are heading towards Lakeside now. एउटै थियो यो इन्जिनियर Mr. सुरेश कुमार हेर त केयरिङ हस्बेन्ड। Last लाग्यो। Guys, welcome to पोखरा। वेलकम टु पोखरा। म चाहिँ गाइड जस्तो। यमब्रा हो, फेरि चाहिँ लेक साइड त जोडिन। सुरेश हामी चाहिँ अब पोखरा लेक साइड जाँदैछु। हाम्रो ग्रुप चाहिँ ठुलै छ। यो मम्मी दिदी अनि सबैजना आउँदैछ। यस्तो छ। हेलो गाइज, यो चाहिँ मेरो दिदीको छोरी नक्कली। अघिसम्म चाहिँ हिउँ परिरहेको थियो, अहिले चाहिँ जे होस् अहिले चाहिँ फ्रेस भएको छ केटी।
चाहिँ लेक साइडमा जाँदैछु होटल नै खोज्नु पर्नेछ अझै सुरेश कुमारलाई चाहिँ जहिले हतार हुन्छ ऊ चाहिँ जहिले नि छिटो छिटो जान खोज्छ बनाइरहेको छु त बोलिरहेको छु ऊ चाहिँ जहिले हतार गर्छ म चाहिँ अलिक ढिलो गर्छु यता हेर न सो केयरिङ हस्बेन्ड म चाहिँ केही नि बोकेको छैन माइ गुडनेस मेरो हात नै आयो म चाहिँ यो ब्याग एउटा मात्र बोकिरहेको छु देख्छ है सुरेश यता हेर त देख्छ है हामी चाहिँ लेक साइडमा जाँदैछौँ अब मेरो बुढाले चाहिँ ब्याग बोक्दैछ यता अनि म चाहिँ केही नि बोकेको छैन सबै फ्यामिली छ सबै फ्यामिली हिँडिरहेको छौँ हामी लेक साइडमा लेक साइड खोज्दै चाहिँ मेरो बाबा यो चाहिँ मेरो ससुरबा यो चाहिँ मेरो मम अनि यो मेरो मम्मी अनि यो मम हजुरआमा मेरो सासूआमा सबै हामी भ्लग गर्छौँ होइन हामी यस्तो मेरोको लागि अगाडि चाहिँ मेरो देवर मेरो नन्द नानी अनि मेरो दिदीको छोरी अनि मेरो बुढाको मामाको छोरी अनि मेरो बुढा अनि चाहिँ यस्तो भ्यू देख्दो रहेछ यहाँबाट चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दै गइरहेको छौँ अझै हिँडिरहेको छौँ हाम्रो चाहिँ ग्रुप ठुलै छ 13 जना छ साराजी र प्रणुजीको चाहिँ फर्स्ट टाइम इन पोखरा होइन हाउज एभ्रिथिङ सो फार गाइस nice and chill right yeah okay look at there we finally can see the Fewa lake over there oh होइन not bad त्यस्तो नराम्रो त छैन but it's okay मेरो मिनिस्टरज्यू रेडी हुनुभएको छ बाहिर निस्किन लागि हिरोनी बनेर हिरोइन देखाएको छौ अब यसो लेक साइडतिर वक गर्न जान लाग्यो पछाडि मेरो बुढी मेरो अर्को परिवारहरू चाहिँ आउँदै हुनुहुन्छ टोलीहरू अझै रेडी हुन कति टाइम लाग्ने हो हाम्रो होटल है ल के अरे होटलको नामै बिर्सेँ मैले त ट्र्याकर्स इन आई गेस नट ब्याड धेरै नजिक छ लेक साइडबाट सो आई लभ इट सो फार सो गुड वाउ पोखरा आई लभ दिस प्लेस strolling around in the lakeside Pokhara. Guys, यता हेर त अलि पछाडि हिँड न सबैको ल सबै देख्ने गरी ल कस्तो लागिरहेछ त म्याम रमाइलो लागिरहेछ हो र पानीपुरी खाने कार्यक्रम सुरु हुँदैछ हाम्रो यता गोरो गोरो वाउ कस्तो दामी कस्तो राम्रो लेक साइडमा आको यहाँ चाहिँ रमाइलो भयो हामी चाहिँ लेक साइडमा आएको कस्तो राम्रो लेक साइडमा आएको
अनि हामी चाहिँ घुम्दैछौँ सबैजना घुम्दैछौँ डुल्दैछौँ यहाँ चाहिँ रमाइलो भयो रमाइलो भयो नि नभयो नि अब रमाइलै भन्नु पर्ला चलपल चाहिँ बबाल छ आफ्टर भेरी लङ टाइम रमाइलो फिल भइरहेछ पोखरामा आयो जानु भिडियो बनाउन बिजी हुनुहुन्छ त्यहाँ भनेर खाना चिकन खाना थकाली खाना किनभने हामीलाई खाना हिजो राति नै खाना खाएको छैन आज बिहान नि खाना खाएको छैन त्यही भएर हामी चाहिँ खाना खानु नपाएँ मैले चाहिँ मिक्स अर्डर गरेको म चाहिँ सुगर फ्री हो के सुगर फ्री त खाने बानी छैन ठिकै छ मेरो बुढा चाहिँ म हेरेर इरिटेट भइरहेको छ किनभने म के बोलिरहेको छु